बाबा मम्मीले एकदमै दुःख पाइसकेपछि मम्मी पढे लेखेकै हो तर गाह्रो भएर चाहिँ बाबा मम्मी ज्यामी काम स्टार्ट गर्नुभयो ठेकदारी गर्नुभयो सबै गर्नुभयो मम्मी बिरामी नभयो छोड्नु भयो त्यो सबै गइरहँदाखेरि चाहिँ त्यो म खाना पुऱ्याउनु गएको थिएँ अनि मम्मीले कहिले त्यो अरूको घर बनाएरै मर्छ होला आफ्नो घरमा कहिले बस्नु पाउने भनेर मम्मी त्यतिखेर भन्दाखेरि एकदमै घोचेको थियो मम्मी बाबासँग धेरै टाइम छैन घर त बनाउनु पर्छ त्यसले चाहिँ अनि मैले सबै गरेर म एकदमै काम गरिदिएँ सबै पैसाहरू मम्मीलाई नै राख्न दिएर लाजुमा मेरो मम्मी बाबाले घरमा बस्नु पाउनु भएको छैन तर मलाई कहिले पनि मलाई गरिबको बच्चा जस्तो देखिँदैन थियो म फोटो पनि देखाउँछु उसलाई होइन बाबाले बोकेर हिँड्दाखेरि काम गर्ने साउको छोरी बोकेर हिँडे हो भन्थ्यो कि बाबा पारेर मलाई होइन अनि मम्मीले पनि अरू बच्चा नबनाऊ उही जे छ हाम्रो घरको लक्ष्मी उसलाई नै गर्ने उसलाई नै स्याहार्ने सुसार्ने राम्रो गर्ने एजुकेसन दियो केही कुरा कम भएन बच्चा बेला चान्सै छैन उहाँहरूकै लागि जिएको हुँदै होइन अहिले चाहिँ उहाँहरूको जे जे कमी छ सबै म अहिले पुरा गरिदिन्छु उहाँहरू बिना सक्दैन यो फ्यामिली फोटो देख्नुहुन्छ होइन खुसी लाग्छ हेर्दाखेरि रमाइलो त्यो मलाई गाह्रो काममा भयो भने म सक्दैन खै के भन्छ मेरो लाइफ थाहा छैन हो मेरो बेस्ट फ्रेन्डहरू पनि भयो साथी पनि छैन मेरो